हेलो एभ्रिवान, आज म आएको छु यहाँ अल्दोसारी पार्क जुन साहनिया दोहाबाट निकै टाढा, केही किलोमिटर टाढा रहेको छ। एकदमै हरियाली छ। जयबसी दाजु, के हो तपाईँ त आज पुरा खसी खाने भनेर पुरा धनिया बोकेर आउँदै हुनुहुन्छ है हाम्रो दाइ चाहिँ। ओहो सालम, के छ? ठिक छ? हाम्रो गुरुआमा चाहिँ पुरा एउटा जयबसी आमा अनिको र पुरा साइकल चढेर है। आमा के हो तिमी? जयबसी गुरुआमा चाहिँ अब पुरा लेटस बोकेर आउनु भएको छ। आज खसीको मासु खाने भनेर होला पुरा मोलेर खाने है। ओहो भोक लागिरहेछ गुरुआमा अहिले है। हेलो गाइस, आमा केटाहरू पुरै सालोम, यो स्पोर्ट एरिया। मान्छेहरू यहाँ पिकनिक रमाइलो छुट्टीमा। जयबसी खै सामान जयबसी ल ए सामान तानी यताबाट रहेछ गाडी गणेश भाइ। हेलो ओहो यहाँ त पुरा पानी रहेछ। यसै प्रोग्राम गर्नु ठाउँ। हेलो हेलो कैसे? नमस्कार नमस्कार। ठिक छ ठिक छ ठिक छ। के छ पिकनिक? पुरा आयो आज चाहिँ। ओहो यहाँ चाहिँ हाम्रो सामान। ल जयबसी गाडी चाहिँ जयबसी। ल आज खसीको मासु खाने भनेर होइन, खसी खाने भनेर आलु बोकेको होइन नि यसरी त्यहाँ। घरको छ दाइ? छैन? छ भने भन्नु है, म बोकिदिन्छु। भिडियो बनाउनु छोडेर भन्ने यसरी सामान ओसारेर लगेर है। यत्रो हो मान्छे। अनि आलु कति केजी ल्याउनु है? यसमा त होला 2-4 किलो होइन? यही हो आज पुरा सामान बोकेर ल्याएर है। सामान चाहिँ यहाँ आइपुग्यो है। ओहो केही पाक्दैछ यतातिर। सामान सामान पाक्दैछ अनि गफ पनि हुन्छ। जयबसी हाम्रो यहाँ तपाईँ चाहिँ कहाँ लगेर जानु लाग्यो यसरी सबै पखाल्न? यहाँ चाहिँ हाम्रो गुरुआमा चाहिँ आएर अनि पकाउनुतिर लागिसक्नु भयो। जयबसी दाइ, उयो चाहिँ साउन्ड यसैको आउँछ। अब यसको अर्को लाग्छ कि त्यो 3 होला। पाडी उहाँले चाहिँ हाम्रो पाडी सोल्टीको ल ल गयो प्याज काट्ने। ओहो यो धनिया हो कि प्याज?
साग हो धनिया हो धनिया चाहिँ टन्नै रहेछ है हाम्रो त्रिपाल ओहो सुरु भयो है यहाँ चाहिँ प्याज काटिँदैछ फोटोमा त खिच्ने कि यसो सेयर पनि गर्ने हो यो त 1 वर्ष भइसक्यो त 1 वर्ष भइसक्यो आएको छैन त नि हो र ओके म पठाइदिन्छु हजुरहरूलाई 2025 मा खिचेको छोरी चाहिँ आएकै छैन एक साल भइसक्यो सर अनि त्यही भन्छ हजुर अनि हाम्रो पाडे दाइ पनि आउनु भएको छ अनि पाडे गर्छु भनेर भन्दिनँ दिनु मन लाग्छ भने देऊ मैले सकेको चाहिँ जस्तो गर्छु म कसैलाई जबरजस्ती गर्दिनँ तपाईँहरूलाई मेरो काम राम्रो लाग्छ भने देऊ नत्र भने जबरजस्ती छैन छैन त्यो अटोमेटिक हल्ने त्यसलाई भन्छ एकदम एकदम हजुर सबैजनालाई अहिले यहाँनिर पिकनिकमा आएको छौँ अनि यहाँनिर चाहिँ अहिले बनाउने कुराहरू बनाउँदैछौँ ए आम्मा हो खसीको मासु तपाईँ त भिडियोमा बोल्दैन हैन हाम्रो कुक मेन दाइहरू हाम्रो दाइ पनि पुरा छुटिसक्नु भएको छ नि कालो चस्मा लगाएर कालो चस्मा लगाएर पुरा उहाँ पनि त्यस्तै हो पुरा कालो चस्मा लगाएर चियाको लागि हालेर पिउनुहुन्न पिरो खानुहुन्छ हो नि अनि पाडे त अनि बालेनको अनि चुनाव प्रचारमा गएको ओहो अनि तपाईँ चाहिँ चुनाव प्रचार अर्काको गर्ने अनि भोट चाहिँ अर्को हाल्ने होइन हेलो 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 ओ अनुग्रह लुक एट मी ओ वाउ पुरा अनुग्रहले त्यहाँ अनि साइकल कुदाइरहेछ है घुम्न आएको दिदी जयोसी हाम्रो चाहिँ यहाँ खाना पाक्दैछ चिया पाक्दैछ हाम्रो चायवाला दाइ चाय पठाउँदै हुनुहुन्छ ओहो उम्लियो यसरी मजाले पकाएको चिया चाहिँ आज हाम्रो कुक दाइ हाम्रो आजको उहाँले हो आज अनि तपाईँ चाहिँ दाइ एकदम छ घाम छ गर्मी सुरु भएछ सर ल आजको पिकनिक है हामी यतिजना आएको छौँ यो पार्कमा त के बस्न आउँछ के को बाल्न आउँछ यहाँ त भन्नु भएन आजको हाम्रो मेन कुक दाइ यहाँ हुनुहुन्छ है उहाँले एकदमै आज यहाँ चाहिँ के भन्दैछ लसुन हो कि लसुन हो सुन त महँगो छैन नेपालमा सुन्ने मात्रै है यहाँ चाहिँ अब यसो सुरु हुँदैछ मसलाहरू बनाउनको लागि नेपालमा कति चरा चुरुङ्गी उड्दै माथि आकाश छुँदा
अहिले कति पुग्यो? मैले 20 ग्राम पनि मैले अटोसँग दिएको कति पचाउन परेको थियो मलाई कहिले ल्याएको माटोमा त्यो चाहिँ काम गरेको के 20 ग्राम तपाईँले 20 ग्राम पर्ने भने 20 ग्राममा तार्यो एउटा भिडियो बनाउँदै हुन्छ है दुईटा जिरो हरे एउटा जिरो हरे के तपाईँ फोनमा बोल्दै हुनुहुन्छ कि भिडियो बनाउँदै हुनुहुन्छ? हैन भाइ हजुर फोनमा ए फोनमा हजुर आइसक्नु भयो? कता हिँडेको त यार त्यसरी हतार हतारमा सामान लिन जाँदै हुन्छ है हो सामान आयो यल्ला हजुर बस्ने अनि तपाईँहरूलाई अनि मैले पुरा भिडियोमा राख्छु नि त फेरि त्यो पनि फाइदा छ त होइन है के कसो जब रहेछ यसमा चाहिँ के पकाउने त यसमा ओहो ओहो हाम्रो पास्टरमा पनि आइसक्नु जयमसी हाम्रो पर्वत प्याज है के को लागि चना चनामा अन्डा हाल्ने अन्डा ब्रेड जा ओहो ब्रेकफास्ट खतरा रहेछ अनि ब्रेकफास्ट पनि हाम्रो चाहिँ यहाँ ब्रेकफास्ट रेडी हुँदैछ है अनि ब्रेकफास्ट गरेर हामी चाहिँ पुरा प्याज कटिङ रहेछ यहाँ चाहिँ यहाँ त पुरा भिडियो बन्दैछ नि फेरि ओहो जयमसी दाइ त्यो तपाईँ त ह्यान्डसम अलिकति ह्यान्डसम भएर आउनु पनि सीमा हुन्छ नि है सीमा हुन्छ नि अलिकति अनि दाइ यहाँ हजुर लसुन बेलेर बस्दै हुन्छ त्यसमा नि मजा हुन्छ है सही हाम्रो दाइ यहाँ पुरा
तपाईँ भिडियो गर्नुहुन्छ यसपालि भोट काले अब भोट लाग्यो तपाईँले दिनुहोस् न भोट लागेन नदिनुहोस् भोटेहरू धेरै छ हाम्रो गणेश दाइ अब जे जिम्मा लाग्छ भाइ के गर्ने होला कति भाइ ल गर्नु पऱ्यो कति त हुँदैन कति गर्नु पऱ्यो अन्डा सक्यो अन्डा त रेडी भयो है जयमसी दाइ जयमसी यहाँ त पुरा प्याज काट्नु सक्यो तपाईँ के हो आज अब तपाईँहरूलाई म देखाउन चाहँदैछु यहाँनिर चाहिँ हेलो गाइजहरु जयमसी दिदी के हो तपाईँहरू आइसक्नु भयो जयमसी दिदी क्यामेरा छ फेरि है ओहो दाजु जयमसी यो हाम्रै होला हाम्रै दाजु हाम्रै होला पाकेछ मजाले अन्डा के हो तपाईँले फुटेछ ब्रेकफास्टको लागि नेपाली अन्डा हो नेपाली अन्डा नेपाली पछि नपुग्ला र फेरि ए भाइ दुई कहाँ डिस्टेन्स काम गर्नु है एउटा त हजुर दाइ कतालाई जाने अरे क्यामेरा तपाईँको कालो चस्मा त अनि दाइ भाइरल हुने भयो त आज ओहो दिनु 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 हजुर खै दाइलाई यहाँ आतुरी लागिसक्यो अन्डा खानको लागि ओ आम्मा हाल 500 रुपियाँ पनि अन्डा सेटिङ हुँदैछ त्यो भएर क्यामेरा त लानु है यहीँ राखेको अन्डा झिक्न लाग्यो क्या दाइ कुनै भन्नु भएन हजुरले उता क्यामेरा घुम्ने देखेँ दाइ पुरा पछि यस्तो चोरेर खाएको बनाइदिन्छु कि म फेरि दाइ दाइले त हजुर ल यहाँ त क्यामेरा छ फेरि गडबड के होला फेरि यहाँ पास्टर यहाँमा हाम्रो आज के पाक्दैछ हजुर यो ब्रेकफास्ट हो ओहो हजुर ब्रेकफास्टको लागि अन्डा चना भोक पनि लागिरहेको छ गुरुआमा यसो छिटो गर्दै हुन्छ ल हुन्छ हाम्रो कुक दाइ आमा खुसी लाग्छ भाइ एउटा परिवार छुट्टीको समयमा कहीँ नगएर एक ठाउँमा जम्मा हुँदाखेरि त्यसको छुट्टीको फाइदा हामीले उठाएका छौँ यसको रमाइलो छुट्टै हुन्छ र जीवनभरि एउटा यादगार हुन्छ हाम्रो भाइ बहिनीहरू जहाँ भए पनि प्रेम यो एउटा फोटो र भिडियोमा रहिरहेको छ पछि पनि हामी सम्झिरहेको अनि गुरुआमा कस्तो लाग्दैछ हामीले आफ्नो परिवारसँग समय बिताउँदाखेरि एउटा आनन्द आउँछ नि त्यो आनन्द चाहिँ जब हामी मण्डलीसँग हुन्छौँ हाम्रो परिवारसँग हुन्छ भने एकदमै झन् बढी खुसी लाग्छ तपाईँलाई धन्यवाद होस् त्यो परिवार हामीलाई दिनुभएको छ हस् धन्यवाद गुरुआमा हुन्छ धन्यवाद ओ अनुग्रह मज बस्ती गरिरहेको छ यहाँ के छ दाइ केटाले मज बस्ती गरिरहेको छ अनि यहाँ चाहिँ के हुँदैछ यो चाहिँ स्टेज यहाँ पुग्छ यता पछाडिबाट अगाडि राख्नु पऱ्यो एउटालाई भेट्दैन खै अनिललाई सब भ्लग बनाउन यस्तो है
पुरा आज चाहिँ भ्लग बन्दैछ है। सालो बाइक नचलाऊ, डान्स मात्र गर। तो करो जय जयकार, तो करो जय जयकार, तो करो जय जयकार, तो करो जय जयकार। पानी पे चलता है, भीड़ को खिलाता है, पानी पे चलता है, भीड़ को खिलाता है। शैतान डरता है छूते हाथ से, शैतान डरता है छूते हाथ से। कौन है राजा का राजा, कौन है दुनिया का बादशाह, कौन है राजा का राजा, कौन है दुनिया का बादशाह। यीशु तो करो जय जयकार, तो करो जय जयकार, तो करो जय जयकार। सालम त्यो गिटार लिएर गाउनु पर्छ। सालम त्यो गिटारले त बाबु गिटार मेरो आँखाको आँसु पुस्नुभयो, यो घरकोमा मलाई चलाउनुभयो। मेरो आँखाको आँसु पुस्नुभयो, येशू तपाईँ मेरो पहिलो प्रेम, येशू तपाईँ मेरो पहिलो प्रेम। मलाई यसो चाहिन्छ
प्रेम मलाई यसो चाहिन्छ मलाई यसो चाहिन्छ मलाई यसो चाहिन्छ सबैलाई यसो चाहिन्छ ला 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 La 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 Yesu hun sacho kotalo Ami uha kotalo Hariyo kharkama Ami lai charaउँछ Yesu hun sacho kotalo Ami uha kotalo हरियो खर्कमा हामीलाई चराउँछ हामीलाई अब त कसैको डर छैन किनकि हाम्रो साथ येशू हुनुहुन्छ हामीलाई अब त कसैको डर छैन किनकि हाम्रो साथ येशू हुनुहुन्छ येशू हुन् साँझको ढालो हामी उहाँका भेडा हौ हरियो खर्कमा हामीलाई चराउँछ येशू हुन् साँझको ढालो हामी उहाँका भेडा हौ हरियो खर्कमा हामीलाई चराउँछ बाटोमा मलाई रक्षा गर्दछ शैतानको डरबाट हामीलाई बचाउँछ बाटोमा मलाई रक्षा गर्दछ शैतानको डरबाट हामीलाई बचाउँछ येशू हुन् साँझको ढालो हामी उहाँका भेडा हौ हरियो खर्कमा हामीलाई चराउँछ येशू हुन् साँझको ढालो हामी उहाँका भेडा हौ हरियो खर्कमा हामीलाई चराउँछ येशू हुन् साँझको ढालो हामी उहाँका भेडा हौ हरियो खर्कमा हामीलाई चराउँछ येशूमा शान्ति येशूमा जीवन सबैलाई येशूमा आनन्द येशूमा शान्ति येशूमा जीवन सबैलाई कुनै बन्दको आज्ञा छैन है विश्वासी हामीलाई नाच्दै गाउँदै प्रशंसा गरौँ है प्रेमी प्रभुलाई नाच्दै गाउँदै प्रशंसा गरौँ है प्रेमी प्रभुलाई लाइबारी लाइबारी लाई 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 लाइबारी लाइबारी लाई 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 आँखामा आँसुको धारा छोड्दैन दियो कहिले संसारको बिरालो माया मनोसी दिएन कहिले आँखामा आँसुको धारा छोड्दैन दियो कहिले संसारको बिरालो माया मनको सिद्धिएन कहिले येशूले छोडे शान्तिले भरे मनैमा येशूले छोडे शान्तिले भरे मनैमा नाच्न मन लाग्यो खुसी है छायो यो मेरो पापी जीवनमा
खोला ढोका खोल्दैनौ किन नि प्रभु आए तिमीलाई मुक्ति दान दिन नि प्रस्ताव गर शुद्ध गर आउन सबै ढिलो नगर प्रस्ताव गर शुद्ध गर आउन सबै ढिलो नगर प्रभु ख्रीष्टले कारिदिन्छन् विश्वास गर पापलाई नगर खोल खोल ढोका खोल्दैनौ किन नि प्रभु आए तिमीलाई मुक्ति दान दिन नि खोल खोल ढोका खोल्दैनौ किन नि प्रभु आए तिमीलाई मुक्ति दान दिन नि बुद्धिमानी म छु ज्ञानी भन्छ सबै संसार बुद्धिमानी म छु ज्ञानी भन्छ सबै संसार शान्ति दिने मुक्ति दिने भन्छन् प्रभु येशू तारणहार ढोका खोल्दैनौ किन नि प्रभु आए तिमीलाई मुक्ति दान दिन नि खोल खोल ढोका खोल्दैनौ किन नि प्रभु आए तिमीलाई मुक्ति दान दिन नि गाउनेछु तपाईको महिमा म गाउनेछु तपाईको प्रशंसा म गाउनेछु तपाईको महिमा म गाउनेछु तपाईको प्रशंसा हाँस्दै रमाउँदै नाच्दै उफ्रदै म गाउनेछु हाँस्दै रमाउँदै नाच्दै उफ्रदै म गाउनेछु धन्य धन्य हे धन्य 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 येशू तपाईँ धन्य धन्य हे धन्य 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 येशू तपाईँ महान महान हे महान 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 येशू तपाईँ महान महान हे महान 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 येशू तपाईँ योग्य योग्य हे योग्य 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 येशू तपाईँ योग्य योग्य हे योग्य 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 येशू तपाईँ राजा राजा हे राजा 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 येशू तपाईँ राजा राजा हे राजा 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 येशू तपाईँ को लागि जय जय गरौँ आनन्द साउनको सेवा गरौँ गाउँदै गाउँदै उनको सामु आउँ यो ईश्वर भनिजान उनी हाम्रो सृजनहार उनी हाम्रो पालनहार उनी हाम्रो पालनहार सुन्छन् उनले हाम्रो पुकार सुन्छन् उनले हाम्रो पुकार हामी भेडा हौँ धन्यवाद ढोकाभित्र बसौँ स्तुति गर्दै आँगनमा बसौँ धन्यवाद उनको नाउँलाई
राजाको उद्धारकर्ताको जय हो येशू राजाको मुक्तिदाताको उद्धारकर्ताको माने हामीलाई प्रेम गरी उसको सबै दुःख बोक्नुभयो अर्पणको बन्धन तोडी हामीलाई स्वतन्त्र गर्नुभयो। धन्यवाद महान परमेश्वर तपाईँको करुणा र तपाईँको कृपाको लागि परमेश्वर तपाईँको स्तुति होस् महिमा होस् अन्धकारमा भएका व्यक्तिहरूको लागि यो अवसर तपाईँले हामीलाई हालेलुया Is an awesome God we praise. From heaven we give. From power and love and God is an awesome God. Our God is an awesome God we praise. From heaven we give. From power and love and God is an प्रान्त भइसक्यो रुपे ल टोली अगाडि बढे अब यो यता यता चाहिँ राख्नु यता बस्नु यता यता पुरा यो गर्नु न यता गएर ड्रोन खुर्सानी ठिक छ नि चाहिएको खण्ड भन्नुहोला केही सब किसान कम्प्लेन गर्नुहोस् किन लाटेको मान्छे यला हामी गाडी चलाउँछ न त्यो गाडी हामी कहाँ गर्यो हैन हामी बिचमा हालिदिनु भयो भात हाल्नु यता के काम गरिरहेको फेरि रोटी छ रोटी इवन रोटी यहाँ रोटी छ रोटी खानु रोटी रोटी म अहिले लिएर आउँछु कतिवटा पुरी अन्त बजार खाउने यता बन्टाउँ न त बसिन हान्नु ठिक छ राखेँ मैले यस्तो कोसँग भात खाँदै त केटल लाने अनुग्रह
सामान एउटा छ लाग्नु बताउन हामी एकछिन फकेर यो बसाइ छ नि अलिक पुरा छुट्याए जस्तो भयो क्या यस्तो बसेको राम्रो हुँदैन हेर्नु त पछाडि तपाईँलाई पनि भएन यो सिलाउनु त तपाईँहरू भएन निर्गमन यता पिछे माग्नु पऱ्यो यो अलिक भएन क्या हेर्दै कस्तो अस्पष्ट देखियो अनि पानी पेप्सी कोल्ड ड्रिङ्क भन्नु है तपाईँलाई नानी पेप्सी बढे रविना बहिनी खोइ पेप्सी Mana tindakan kita golden ngon ya mana
Now start the video. You know, this is like the link. Now start the video. But you don't do like that. You don't do like that. Good view. छोड़ दीजिए ना आई डोंट केयर लाइक अरे वीडियो जय मसी विकास दाइ जय मसी के छ खबर हाउ इज द टेस्ट पदम दाइ जय मसी के छ खबर थ्याङ्क यू भेरी मच जय मसी दाजु जय मसी हामी विश्वासीमा जुठो चल्छ अर्जुन दाइ जय मसी के छ खबर दाइ गरौँ हामी चाहिँ अब सकेर आज त है फर्किने बेलामा गिफ्ट फर्किन लाग्छ ल बाई बाई सबैजना है ल बाई 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 पछि भेटौँ बाई बाई ल बाई बाई है सबैजना ल हामी चाहिँ जाने हो अब गाडी वेटिङ